हेलो साथीहरू, गुड मर्निङ। के छ तपाईँको सबैको हालखबर? सबै सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। साथीहरू, आज धेरै दिनपछि भिडियो बनाऊँ कि भनेर सोचिरहेको होइन। अहिले बिस्तारामा छु होइन, सुत्दैछु। अब उठ्छु अनि नुहाइधुवाइ गर्छु अनि त्यसपछि आज म हल्का बाहिर जाने काम छ, खेततिर होइन, केराबारीतिर। अनि म केराबारीतिर जान्छु, हजुरहरूलाई देखाउँछु त्यताको लोकेसनहरू, केराबारीहरू है, के कस्तरी काम हुन्छ। अनि हजुरहरूले भिडियो चाहिँ लास्टसम्म हेर्नुपर्ने हुन्छ, माया गर्नुपर्ने हुन्छ। धेरै समयपछि आज एउटा भिडियो बनाऊँ कि भनेर सोचिरहेको छु। हजुरको साथ सपोर्ट दिनुभयो भने त्यही अनुसारमा अरू पनि भिडियो बनाउने छु। अनि हजुरहरूको प्रतिक्रियाको प्रतीक्षामा छु साथीहरू। अब चाहिँ म उठ्छु, नुहाइधुवाइ गर्छु अनि त्यसपछि म यहाँबाट जान्छु। हजुरहरूलाई म भिडियोमा पुरा देखाउने छु आज म कता जान्छु, के गर्छु, कस्तो गर्छु भनेर। साथीहरू, हजुरको साथ सपोर्ट चाहिँ चाहिन्छ है। फाइनल साथीहरू, म चाहिँ उठिसकेको छु। अब उठेर अनि ब्रुस गर्नु पऱ्यो, पहिला नुहाइधुवाइ गर्नु पऱ्यो होइन। अनि के गर्ने, अब कोलगेट ब्रुस पनि तयार गर्दैछु साथीहरू होइन। अब कोलगेट ब्रुस गर्छु अनि त्यसपछि नुहाइधुवाइ गर्छु अनि त्यसपछि म बाहिर निस्किन्छु, नास्ता खान्छु। मेरो रुमको हालत चाहिँ बहुत डेन्जर छ साथीहरू आज। हुन त हमेसा जहिले पनि मेरो रुमको हालत त्यस्तै हुन्छ, आज झन् एकदम डेन्जर छ। हेर्नुहोस् है मेरो रुमको अवस्था कस्तो छ हेर्न सक्नुहुन्छ साथीहरू। यहाँ रातभरि केरा खाएर केराको बोक्रा मात्रै छ। अनि उता चाउचाउको नुनहरूको त्यता छ। अनि यता मेरो बिस्तराको हालत हेर्नुहोस् यस्तो छ। अनि यतातिर कचराको हालत हेर्नुहोस् यस्तो छ साथीहरू। अनि अर्कोतिर हेर्नुहोस् न, यहाँ यी कपडा हिजो दिउँसो धोएर गरे भिजाएर छोडेको त्यस्तो हालत छ। अनि यतातिर यी कपडाको यस्तो हालत छ, मिलाएर राख्ने समय छैन साथीहरू। हेर्न सक्नुहुन्छ यतातिर रिङ लाइट, यतातिर कुलर, यतातिर पङ्खा, यस्तो हालत छ साथीहरू। हेर्न सक्नुहुन्छ उतातिर यी। के गर्ने साथीहरू, अब म फटाफट ब्रुस गर्छु, नुहाइधुवाइ गर्छु अनि त्यसपछि चाहिँ म निस्किन्छु है त। ल त साथीहरू, हेर्न सक्नुहुन्छ मैले यहाँ ढोका पनि लगाइसकेको छु। मैले ताला चाइप चाहिँ कहिले पनि लगाउँदैन होइन। अब चाहिँ म चाहिँ नुहाइधुवाइ गरेर रेडी भइसकेको साथीहरू है। अब म चाहिँ निस्किनुपर्छ काममा। अनि नास्ता खान जान्छु दाइ भाउजूको रुममा। अनि हेर्छु त्यहाँ गएर भिडियो बनाउँछु कि नै, लाज लाग्छ होइन, त्यहाँ गएर भिडियो बनाउँछु कि नै थाहा छैन। तर अब म यहाँबाट निस्केको है साथीहरू, रेडी भएर लेट्स गो। ल त साथीहरू, म त यहाँ आइसकेको छु। खाना खानु सानो मान्छे कहाँ जानु लाग्यो तिमीहरू? कोही होइन क्या, मैले भिडियो बनाइरहेको छु, भिडियो बनाइरहेको छु क्या। सानो मान्छे के खाएको, के खान्छौ? खै मलाई पटाउली हिँड, जाम भित्ता खाना खान। दिदीले त आज त ओको बाबु के खान लाग्छस् बाबु? रोटी चिया? मलाई खै रोटी चिया। जा उठेर लिएर आइदिए, जा उठेर लिएर आइदिए। यता केटाकेटीहरू स्कुल जान तयारी, अङ्कलको छोराछोरी। हाम्रो दिदीले बिहान बिहानै उठेर खाना पकाइदिनु पर्छ आज मेरो लागि नास्ता नि। यहाँ आऊ छोरो, यहाँ आऊ छोरी, यहाँ आऊ छोरी। ए बच्चा मेरो काखमा बच्चा। हजुर हो दादा नि, निरु दादा। ल त साथीहरू, अब म यहाँ आइसकेको छु नास्ता गर्न, नास्ता खान्छु अनि त्यसपछि म चाहिँ जान्छु काममा। छोरी तिमी पनि जान्छौ मसँग काम गर्न खेतमा? उता हेर त, उहाँ हेर न मोबाइलमा, यता उहाँ जान्छौ? जाम है आज बाउ छोरी, जाम है। अनि साथीहरू, म अब नास्ता खाएर निस्किसकेको छु बाहिर रोडमा होइन। बाहिर रोडमा आइसकेको छु, अब जाँदैछु। हेर्न सक्नुहुन्छ मौसम राम्रो छ जो साथीहरू, घाम लागेको छ होइन, मौसम राम्रो छ, ठिक छ। गाडीहरू हिँडिरहेको छ। अब उता परसम्म पैदल यात्रा अनि त्यसपछि चाहिँ अटो आउँछ अनि अटोमा जानुपर्छ साथीहरू है। साथीहरू, अब म चाहिँ गाडीमा बसेर जाँदैछु। मेरो साथी पनि भर्खर आइपुग्यो होइन। अब म केरा भर्न गइरहेको छु साथीहरू। केरा भरिन्छ अनि यो चाहिँ मेरो साथी परिम भाइ, यहीँको गुजरातको साथी हो। अनि और परिम भाई बढ़िया है ना? हम किधर जा रहे हैं? अभी खेत पे जा रहे हैं ना, केला का बाड़ी में। हम आज दिखाते हैं कि केला का बाड़ी कैसे होते हैं, केला कैसे भरते हैं, और हम हमारा व्यूअर्स को दिखाते हैं कि किस तरह से केला भरा जाता है। ठीक है, बढ़िया है ना? बढ़िया, अच्छे से ड्राइविंग करना होगा, बराबर।
त साथीहरू अब मैले मेरो साथीलाई पनि हिन्दी भाषामा मैले भनेको छु किनकि मैले गुजरातीमा पनि भन्न सक्थेँ किनकि तपाईँहरूले बुझ्नुहुन्न नि त यहाँको गुजराती भाषा त्यो भएर मैले हिन्दीमा भनेको छु हिन्दीमा बुझ्नुहुन्छ तपाईँहरूले अहिले साथीहरू हेर्न सक्नुहुन्छ भावनगरको यहाँ गुजरातको विकास जताकतै रोडै रोड माथि पुल हेर्न सक्नुहुन्छ दामी खतरा बनाएर चाहिँ यता पनि हेर्न सक्छ पानी ट्याङ्की यहाँ पर ये सब टावर है ये उसका टावर है ना परवीन भाई जियो का एयरटेल का टावर पनि हेर्न सक्नुहुन्छ साथीहरू यति विकास छ जताकतै टावरै टावर और साथीहरू यो टप 3 को गार्डन अगर हेर्न सक्नुहुन्छ यहाँ ये टप 3 लेखिरहेको छ टप 3 सिनेमा हलको हेर्न सक्नुहुन्छ गार्डन ये हेर्न सक्नुहुन्छ साथीहरू रोड पनि यति चिल्लो छ यति दामी छ नि रोड पनि यस्तोलाई भन्छ क्या विकास त कसम यार यति राम्रो रोड छ नि गाडीको स्पिड पनि 80-90 का स्पिडमा चल्छ साथीहरू हेर्न सक्नुहुन्छ अब यहाँ हामी पर गएपछि अहिले पहाडहरू देखिन्छ दामी दामी पवन चक्कीहरू देखिन्छ तर पवन चक्की आज देखिरहेको छैन अलिक टाढा छ किनकि अलिकति हल्का उता मधुरो भइरहेको छ नि त पवन चक्की यहाँबाट देख्न सक्नुहुन्छ म जुम गर्छु तर देखिँदैन किनकि धेरै टाढा छ साथीहरू यता हेर्न सक्नुहुन्छ मस्त लोकेसन छ यता पनि अब यहाँ 1 किलोमिटर अब अगाडि टोल गेट पनि छ यहाँ टोल नाका हेर्नुहुन्छ यो यहाँको खेती हेर्न सक्नुहुन्छ साथीहरू यति राम्रो ए क्या है ज्वार जुनेलो बोल्थे न जुनेलो हामीले नेपालीमा जुनेलो भन्छौँ नि साथीहरू जुनेलोको हेर्न सक्नुहुन्छ यहाँ इन्डियामा ज्वार भन्छन् गुजराती भाषामा अनि यतातिर हेर्न सक्नुहुन्छ जङ्गल यो जङ्गलको बिचबिचै हामी जानुपर्छ हिजो राति पनि यही बाटो आएको थियौँ हामी हेर्न सक्नुहुन्छ साथीहरू यहाँ चाहिँ जङ्गल आएको छ जङ्गलको बिचमा यस्तो बाटो छ र यता साइडमा पनि हल्का फुल्का घरहरू छ गाउँ छ यता बाघ पनि हुन्छ भन्छ के अरे यसले खै बाघ हिजो राति बाघ आउँछ भनेर ड्राउन दिइरहेको थियो मलाई अब म चाहिँ साथीहरू यसरी बसिरहेको छु हल्का गर्मी भइरहेको छ अनि अब सर्ट खोलेर टी सर्टमा मात्रै बसिरहेको छु र हल्का बाटो पछि छ नि त गाडीले झाँकिरहेको छ होइन क्या एक्टिङ पर्ता है जङ्गल बहुत राम्रो छ साथीहरू हेर्न सक्नुहुन्छ तगडा जङ्गल भन्छ के अरे मैले चाहिँ साथीहरू सिसाको भित्रैबाट भिडियो बनाइरहेको छु किनकि हल्का धुलो उठिरहेको छ नि त बाहिर त्यो कारणले मैले सिसा भित्रैबाट बनाइरहेको छु गाडी भित्रैदेखि रात में कोई निकल नहीं सकता यहाँ से बोल रहा है रात में इधर से कोई निकल नहीं सकता है बहुत शेर आता है पकड़ता है ऐसा बोल रहा है साथीहरू पहाडी एरिया यता पवन चक्की पनि हेर्न सक्नुहुन्छ यता यी पवन चक्की दामी छ पहाड एरिया कति टाढा छ हेर्न सक्नुहुन्छ पहाड एरिया पुरै पहाड एरिया हेर्न साथीहरू पवन चक्की फेरि म देखाउँछु तपाईँहरूलाई जुम गरेर हेर्नुहोस् सिधा हामी कता गयो आयो साथीहरू आयो दामी पहाड आयो हेर्न सक्नुहुन्छ हरियाली पहाड छक्कमक्क पहाड हेर्न सक्नुहुन्छ यो अहिले चाहिँ नजिकै आयो साथीहरू है साथीहरू हामी चाहिँ अब गाउँको बाटो लागेको छौँ हेर्न सक्नुहुन्छ गाउँको बाटो पनि यस्तो छ चिल हामी छेउछाउमा आइसक्यौँ हेर्न सक्नुहुन्छ अहिले जुम नगर्दा नि यति नजिक छ हेर्न सक्नुहुन्छ यो जुम गऱ्यो भने त झन आयो क्या नजिकै यहाँ त यी अन्त झन् पाहाडको छेउछाउै गइरहेछौँ हामीहरू त्यो त गाउँभित्र पनि यस्तो राम्रो बाटो क्या साथीहरू हेर्न सक्नुहुन्छ यता यो के हो चनाको खेतीहरू धेरै राम्रो छ यार गाउँ भनेको गाउँ हो क्या साथीहरू हेर्नु न यहाँ गाडी चलेकै थाहा छैन बिस्तारै मजाले सरर हेर्नु त गाडी पनि हल्लिरहेको छैन त्यति मजाले चलिरहेको छ बाटो त हेर्नु पहिला भाई और कैसे मजा है ना सही है ना अब
अब साथीहरू यहाँबाट ठ्याक्क हल्का उकालो छ यहाँनिर। अनि त्यसपछि अहिले यतातिर पनि हेर्न सक्नुहुन्छ पहाड यहाँनिर दामी छ। अगाडि रिक्सा गइरहेको छ र ए रिक्सा बाटो छोड्दै हामीलाई बाटो छोड्दै हेर्नु न यो दामी आहा कति राम्रो। नरिवल का पेड़ है ना, नरिवल का प्याज का ये सब आगे का नरिवल का पेड़ है ना परिम भाइ? नारियल का हाँ। अब साथीहरु मैले नरिवलको पेड़ देखाउँदैछु, बुट्टा देखाउँदैछु हजुरलाई। यहाँ जङ्गली पहाड नरिवल हेर्न सक्नुहुन्छ, दामी छ दामी। यहाँ आइसकेको छ पानीको तलाउ, पानीको तलाउ यस्तो दामी छ। और केराको बारी, केरा खेती यता पनि छ। यो गांडा है ना, यो गांडा इसने गाड़ी किस तरह से चला रहा है, मेरा वीडियो बिगड़ जाए ना, इसीलिए मेरो भिडियो बिगार्नको लागि यसरी गाडी चलाइरहेछ यो बौला तालमा। अनि हल्लियोस् मोबाइल भनेर। ये बहुत हरामी है यार, मेरे को बहुत दिक्कत, बहुत परेशान करता है। अभी मैं वीडियो बना रहा हूँ तो ये मेरा कैमरा मोबाइल हिल जाए ना, इसीलिए गाड़ी कैसे चलाता है, चलाता है, मेरा बिगड़ता था मेरा वीडियो। अब यहाँभित्र चाहिँ पुरा हामी गाउँमा आइसकेको नि, त्यही भएर बाटो पछि छ साथीहरू। झन् त्यही माथि गाडी त्यही तरिकाले चलाइदिरहेको छ। यो बौलाले अलि नहर मात्रै छ। केराको खेती, केराको खेत यता यो बाटो यस्तो छ। यहाँभित्र चाहिँ यता पनि जङ्गल छ साथीहरू। यो चाहिँ निम्बुको बुट्टा, कागती फाइनल साथीहरू हामी चाहिँ पुगिसक्यौँ। बस है गान्डा बस। अब हामी चाहिँ साथीहरू आइसकेको छौँ यहाँ केराको खेतमा होइन। अब चाहिँ यो केरा यहाँ काटेर राखिसकेको छन् अनि यसले गाडी रिभर्स गर्दैछ। बस है बस बस परिमा बस, आगल ले जाओ, आगल छेज आगल बस। अब यता चाहिँ अर्को केराको खेती चाहिँ बाडी चाहिँ यतातिर छ साथीहरू। यो पुरै केराको बाडी हो यो। अनि यो चाहिँ अहिले यहाँबाट निकालेको, यहाँबाट यो बारीबाट। अब हामीले यसलाई भर्नुपर्ने हुन्छ र यहाँ क्यारेट छ गाडीभित्र। यो पुरै यो रस्सी खोलेर, परिम भाइ हेलो खोलो न, काटो न जल्दी। इसको किस तरह से खोलते हैं ये हमारा परिम भाई को पता है। फिर पूरा कैरेट कितना कैरेट 96 है ना? 96वटा क्यारेट छ साथीहरू। और हेर्न सक्नुहुन्छ साथीहरू यहाँ केरा पाकेको छ। यो यसरी पाकेको छ यी। और साथीहरू हेर्न सक्नुहुन्छ अब अर्ग्यानिक केरा, खेतमै पाकेको केरा खाइन्छ यहाँ। मजा मिठो। मैं बहुत पाका है खाने, खाली करो ना यार, मैं खाने तो दो। बहुत मिठो छ साथीहरू, बुटेमा पाकेको केरा। यहाँ धेरै पाकेको छ। फाइनल साथीहरू हामीले क्यारेट पनि खाली गरिसकेको छौँ। हेर्न सक्नुहुन्छ यी पुरै यतातिर आधा क्यारेट, आधा उतातिर। अनि त्यसपछि उहाँ परिमाले त्यो कचरा निकालिरहेको छ त्यहाँबाट। हेर्न सक्नुहुन्छ साथीहरू केराबारीमा अब हामी फर्किसकेको। तर मैले यार एउटा गल्ती गरेँ साथीहरू, केराको गाडी भरिसकेपछि मैले भिडियो बनाउनै बिर्सेछु।